हेलो गाइज, म रुमबाट निस्किसकेँ। आज ड्युटीबाट आएको, आज छुट्टी छ एन्ड निन्द्रा लागेन। यसो भ्लग बनाऊँ भनेर निस्केको। नाइट ड्युटी गराएर निन्द्रा लागेन। मुभी हेरेँ, लाइक पास्ता खाएँ एन्ड अल। अब के भनौँ, त्यही हो। घाम उदाउँदैछ उता पछाडितिर। म जाँदैछु अब कहाँ भन्दा यसो डुल्न। अब त्यही हो, यहाँसम्म डुल्ने भन्दा अब यस्तो डुल्नु। आज यस्तो भिडियो पनि बनाउनु पर्दा कस्तो धेरै भयो नबनाएको। एन्ड अरू सबै त ठिकै छ। आज दिदी आछ, मासु बनाउने सोच छ। अरू त सबै ठिकै छ। यस्तो हेलो, एन्ड फर्स्ट टाइम कोहीसँग लाइक इन्टरेक्ट गरेँ लाइक भिडियोमा भन्दाखेरि ओके एप्रिसिएट गरेँ। द्याट्स अल। मर्निङको भ्यू लाइक जस्ट वा। यो मस्जिद हो क्या, अलिनको सबभन्दा ठुलो मस्जिद। एकदिन त्यो पनि देखाउँला हजुरलाई। नाइट भ्लग गर्नुपर्छ। वा चराहरू उडिरहेछ होइन। अनि त्यही हो, मलाई कस्तो देखेछ आई डोन्ट नो, बट जानुपर्छ आज। यसो घुमघाम गरौँ सोच्छ। बिहान उठ्यो नुहाएँ। आज कति 5 बजी चाहिँ नुहाएँ यार। ओके, कारहरू पनि दामी दामी छ यहाँ पनि। रेन्ज रोभर अरे, अनि त्यसपछि के भन्छ, रेन्ज रोभर त लाइक नर्मली एभ्री अरबीहरूको हुन्छ, बट मोस्टली रोल्स रोयल छ यहाँ होइन। डज अरे, फरारी वा यहाँ त लाइक कमै हुन्छ। लाइक म बसेको रुममा चाहिँ अगाडि चाहिँ अलिक उस हुन्छ क्या, हुनाले दामी दामी कारहरू छ। अल इन अल लगभग गाउँ जस्तो ठाउँ हो। एन्ड तर पनि यहाँ रिचेट भन्नाले धेरै अरबीहरू बस्छन् क्या, भन्नाले लाइक अलिक पिसफुल ठाउँ छ क्या। अस्ति लाइक आइरहेको थियो, आज फेरि के भन्नाले मात्र आइरहेको छ। के हो यस्तो हुँदा अब पुग्यो भन्दा म अहिले अलेनको लाइक त्यही सबभन्दा ठुलो मस्जिदको पासमै छु होइन। यहाँ धेरै लाइक फेरि आयो लाइक खालि अलि माफी मुस्किल होइन। राम्रो लाइक नेचर सबै, हावापानी राम्रो छ लाइक सरी त्यही हो। यहाँको मौसम अलि राम्रो छ अरूभन्दा भन्नाले। अबुधाबी लाइक सरी अबुधाबी दुबई भन्दा पनि यहाँ कस्तो राम्रो पिङ बनाएर राखेको छ ट्याग खेल्नको लागि। बिरालोहरू हरेक घरहरूमा यहाँ त बहुत धेरै बिरालो पाइन्छ। यहाँ चराहरू पनि छ, यो के भन्छ चखेवा भन्छ। अनि फुलहरू पनि रोप्छन् यहाँ, राम्रो कस्तो राम्रो फुलहरू पनि हुन्छ। सबै कुराको फेसिलिटीहरू छ होइन। आउने दिनहरूमा पनि लाइक कसैले आउनु छ भने अलि राम्रै अल द भिजा ब्यान्ड भनेको कि त्यस्तो। यहाँ यो अमिलोको रुख पुग्यो सायद, अमिलो यो फुल भयो। अनि पनि फुल खुर्सानी जस्तो होइन, बसाउनेवाला के भन्दै थियो अन्त आउने दिनहरूमा लाइक भिजा खुल्ने छ होला होइन। खुल्छ अभियसली, खुल्यो भने आउनु होला। राम्रो छ देश लाइक अलि पढे भन्नाले भन्छन्। अस्ट्रेलियाहरू पनि जान्छन् यताउति। यहाँ पनि राम्रो कमाइ छ होइन। धन्ने बिरालोले समातेको थियो मुलाई, हरामी हुन्छ यहाँको बिरालो त। लास्टै उडेको चरा समात्न लागिसक्यो त के भन्ने। राम्रै कमाइ छ हुनलाई मात्र, बस्नलाई मात्र अलिक गाह्रो गर्मीले। तर के गर्मी हो, एसी हुन्छ एभ्री ठाउँमा होइन। बाटोमा हिँड्दा मात्रै यस्तो गाह्रो। हरेक रुम हरेक लाइक अपार्टमेन्टमा बस्नुहुन्छ भने त्यहाँ पनि लाइक कन्डिसन राम्रै हुन्छ। सक्दोसम्म रुम लिएको राम्रो क्या। अब पैसा नहुनेहरूलाई त्यस्तै हो अपार्टमेन्ट। अनि के भन्छ
कामहरू पनि छन् जस्तो मान्छेलाई पनि त्यस्तो अब कामै नजान्ने मान्छेहरूलाई पनि अब यहाँ आएर बुझ्छ नि त कसरी के भनेर त्यही एउटै ठाउँमा काम गरेर बस्नु हुँदैन त्यही चेन्ज गरिराख्ने नयाँ ठाउँ नयाँ अपर्च्युनिटिजहरू आउँछ खोज्न जाने जब इन्टरभ्यूहरू दिने बुझेर हो कि ओके म एकछिनपछि फेरि भिडियो सुरु गर्छु है त ओके गाइज अब त्यो अगाडि पुगेँ म अघि भन्दा के भन्दा भिडियो बनाउने ठाउँ पनि नपर्ने मान्छे हिँडेको हिँड्ने त्यही भएर एकान्त ठाउँ खोजेर बनाएको यहाँ मान्छेहरू हिँडेको छ अनि बोलाउने कस्तो अप्ठ्यारो लाग्छ अहिले नै अगाडि थियो मान्छे हेरेर हाँसिरहँदा अनि रिस लाग्थ्यो के भन्ने जस्तो जे भयो नि बाल्दै फर्काएर आफू पाराले बनाउँदै हिँड्नु पऱ्यो आज मैले बनाएँ भने होइन छुट्टै तरिकाको आउँछ क्या के भन्ने आज हेर कन्फिडेन्ट मेरो कहाँसम्म पुग्यो मैले बिहान यत्रो मेरो युट्युबमा कति 66 सब्सक्राइबर ब्रो नर्मल थिङ होइन ब्रो भ्युज पनि कतरी जान्छ लङमा 9 भ्युज आउँछ 10 जनाले हेर्छन् क्या दामी हो कि रुकम एउटा भिडियो बनाउँछु एकछिन ल गाइस म पुगिसकेँ अलेनको सबैभन्दा ठुलो मस्जिदको अगाडि होइन यहाँदेखि खै कस्तो देखिन्छ घाम लाग्छ के अरे यो के यो चाहिँ के हो खलिफा बिन जाहिद फर्स्ट स्ट्रिट अरे होइन यो दामी देखिन्छ क्या ट्याक्क यस्तो ठुलो छ यो चाहिँ यहाँ गोलो मात्र अझ त्यहाँ पुरै यहाँ एरियाहरू सबै कभर गरेछ क्या सो यहाँ अब लाइक हेर्दा अब मोबाइलमा सानो देखाउला बट बहुत ठुलो छ क्या बहुत ठुलो कति स्क्वायर फिट भन्नाले नि खै कति नाप्न भएन तर बहुत ठुलो राम्रो हो होइन त्यही हो अरू के भन्छ भन्दा रोकै केटा यहाँ पिप गरिदिन्छु अब दौडेर भाग्नुपर्छ यहाँ भिडियो बनाउनु दिन्छ कि नै थाहा छैन र म गएको अरू चाहिँ त्यस्तै हो अरूले जे सोचे म त आफ्नो भिडियो बनाउँछु एन्ड त्यही हो बिहान उठेर पास्ता खाएको पेट दुखाएको छ गाउँ हावा राम्रो चल्यो भिडियो बनाउनु दिन्छ कि नै है डेला नि यहाँ यस्तो राम्रो फुलहरू छ क्या त्यही हो के भन्ने छ त्यही हो म चाहिँ के भन्दैन देखाउनु मिल्दैन होला ओके फेरि भोलि बिहान मलाई फोन गरेर यस्तो देखायो भन्यो भने फेरि खलास हुन्छ बरु यहाँ चरा देखाउँछु तिमीलाई डाङ्ग्रे ओके गाइस म भ्लग अहिले यसो रोकिदिन्छु बाँकी भ्लग अरू बनाउँला ओके गाइस म अर्को सिग्नलमा आइसकेको छु होइन अब यहाँदेखि रुम जानुपर्छ फेरि दिदी उठ्यो कि नै अब केही बनाएर खाने सोध्छ के अरे खै त बुझ्दैन त टाइम लाग्छ जस्तो छ एकछिन मेरो पछाडि देखियो भने त्यही हो क्या सबभन्दा ठुलो यहाँदेखि अलिक क्लियर भ्यू आउँदैन यहाँ यस्तो थिच्नुपर्छ यहाँ सिग्नल क्रस गर्नु छ भने यहाँ थिचेर ऊ त्यहाँ सिग्नलको वेट गरेर ट्याक्क त्यसपछि जानुपर्छ नभए यहाँ ट्याक्क सिसिटिभी जहाँ पनि छ फाइन हालिदिन्छ अब यहाँको रुल्स एन्ड रेगुलेसन ल फलो गरेन भने जिन्दगी बर्बाद छ केटा हो त्यही भएर सबै कुराको पालना गर्नुपर्छ पालना गरेन भने फेरि सकियो खै त यहाँ त
झुलै कुदैन त यत्रो बेर कुदेको फेरि ठुलो सिग्नल भएर होला सायद टेटे गऱ्यो भने त्यसरी भाग्नुपर्छ यता पुग बोल्यो मेरो त कहिले पुग्छ यार टाइम लाग्छ होला अझै टाइम लाग्छ टाइम लाग्छ यहाँ फेरि यस्तो यहाँ सिग्नल भन्नाले डाइरेक्ट उस गरेको र खोइ फाइन लाग्छ क्या हो यार मलाई डर लाग्छ क्या अब 1 महिनाको जति त चट्टै काटिदिन्छ 500-600 कति हानिदिन्छ फाइन पनि फेरि त्यही भएर सिग्नल पनि हेरेर काट्नुपर्छ क्या अन्त फेरि डर लाग्छ यार किन भन्दाखेरि अब 1 महिनाको कमाइ यहाँ भन्नाले त्यस्तो हुँदैन कि यहाँ लोकल पैसा र उताको कन्भर्ट गर्ने त धेरै हुन्छ नि त त्यो हुँदाखेरि यहाँको तिमीहरूको कति यहाँको लगभग 50 1 दिरामको लगभग 38 भनेपछि लगभग हुन्डी भनेर पठाउनुहुन्छ क्या हुन्डी गऱ्यो भने त लगभग 40 भनौँ 1 दिरामको 40 छ भने बुझ त केटाहरू वहाँ त गाह्रो छ यहाँ सर्भाइभ गर्न गाह्रो छ बट जसो तसो सर्भाइभ गरेर पैसा चाहिँ खतरा छ है फेरि लोभले भनेको होइन जहाँ गयो नि पैसा कमाउने नेपाल पनि पैसा कमाउने अब म यहाँ आएँ यहाँ नि म पैसा कमाउन आएको पैसा झ्याम चाहिँ छापेर म्याक्सिमम भन्ने कुरा छ त्यो हुँदाखेरि अब के गरौँ भने खाली टाइममा अब यो एकतिरबाट टाइम पास पनि हो माइन्ड फ्रेस पनि हुन्छ त्यही भएर भिडियो गर्न लाग्यो त्यही पैसा आयो भने त अब आइहाल्यो के गर्ने होइन एउटा बाटो हुन्छ त्यही बाटोबाट जुरेर पैसा कमाउनु पाए पार्चमा सोचेर न ओ माइ गड गाह्रो आज दाइलाई फोन गरेर सोध्नु भन्नु पर्ला एउटा सिग्नल उस गऱ्यो लाइक चेक गर भनेर मेरो केही भयो किन भनेर फेरि भइहाल्यो भन्यो नि त ओहो राम गाह्रो छ नि त केटाकेटी हो लु यो रुख यहाँको नेसनल रुख हो क्या यो यहाँको नेसनल रुख हो क्या यो भाँच्यो भने 10,000 फाइन हो क्या अझ त्यस्तै पनि काट्यो साट्यो भने त जेलै हुन्छ होला यहाँ त नियम कडा खाएर जे कुरामा नि अब के गर्नुपर्छ भन्दा रुम गएर चिया बनाएर टाइम मिलाएर खानु पर्ला अहिलेको लागि लाग्यो भ्लग पनि बहुत लामो भयो जस्तो 2 दिनको हाल्न पर्ला जस्तो अलिअलि हालिदिन्छु म त ल